दार्चुलावासी तमाम आमा बुवा दाजुभाइ दिदी बहिनी त्यहाँका प्रतिनिधिहरूलाई विशेष गरी एकदमै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले जुन देखाउनु भएको छ माया, त्यसको लागि धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। र अवश्य पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जहाँका नेपाली भए पनि हामी नेपाली हौँ। हर्का साम्पाङ मात्र यस्तो नेता हुनुहुन्छ जसले गर्दाखेरिमा संसदमा गएर एमसीसी जस्तो पर्णघातक सम्झौतालाई चाहिँ खारिज गर्नुपर्छ भनेर प्रस्ताव राख्ने एक मात्र व्यक्ति हर्का साम्पाङ मात्र हुनुहुन्छ। उहाँलाई हामी सबैले तालीका साथ धन्यवाद दिनुपर्छ भन्न चाहन्छु। राईको छोरो आँटिलो छ के? एकदम एकदम राईको छोरो एकदमै आँटिलो पनि हुनुहुन्छ। रक्सी खाने राईहरू त रक्सी खाएर मात्रै आँट देखाउँछन्, तर उहाँ चाहिँ रक्सी नखाने राई हुनुभएको कारणले गर्दाखेरिमा एकदमै रक्सी नखाए पनि उहाँको आँट, हिम्मत र साहसको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु म, है त। धन्यवाद। हर्का साम्पाङको भिडियो हेरेको मैले होइन, दार्चुलाको मान्छेले यति माया गरे कि हर्का साम्पाङ दार्चुला पुगेर फर्किँदाखेरि हर्का साम्पाङको भिडियो बनाएको हेर्नु होला माथि। हर्का सर फर्केर आउनु है, अनि पर डाँडा पुगेको, ल पर डाँडा पुग्यो अब त देखिँदैन भनेर यस्तो लाग्यो कि त्यो भिडियो मैले अपलोड गरेर हालेको छु माथि। सबैजनाले सम्मान गर्नुहुन्छ।